बान्छ रुमाल किन बाँच्छस् भाइ तेरो तालुलाई फुलले छोडिदियो भने पनि कपाल फुलाउँछ बुझिस् नि त्यो तालुलाई त्यो एयरपोर्टलाई बुझिस् नि किन रुमाल चाहिँ बाँच्छस् त्यो राति को हेर्न आउँछ तँलाई तँसँग घिन लाग्दोलाई हेर्नु कोही आउँदैन होला आउँदैन होला लाइले तालु होइन त्यहाँबाट तेल लाएर राख बरु बुझिस् मसाज गर तेरो तालुलाई बुझिस् नि आलु तलको आलु फुटा अनि यहाँ तेल मसाज लगा के त्यो केसरी तेल किन तेल कपाल चाहिँ पलाउँछ बाक्लो पनि हुन्छ याचु क्या मैले युज गर्छु याचु तेल लगा याचु बुझिस् तँलाई तालु साला त्यही परेको अनि यसले हाम्रो हाम्रो चर्ती खोलामा के अरे औँला उठाउनु खोज्छौँ गाँठे हामी कबाडी भयो अरे हामीले सारा दुनियाँलाई भाँच्राउने होइन नि हामी बुझिस् हामी त हाम्रो त ओपन माइन्डेडको मान्छे हामी त भिडियो बनाउन केही जान्छ साला केही नराम्रो केही गरेको देखेछस् खाते कि काम ननिक्लेको देखेछस् हाम्रो निक्लेको देखेछस् तेरो जस्तो होइन नि तेरो जस्तो नि भिसिम जाने प्राइभेट भिसी जान्छ यो साला बुझिस् भिसीमा जाने त्यही खाने चामल किन्ने नुन किन्ने अनि खाना नपकाउने भिगारी अनि त्यो अरूसँग त्यो मागेर खाने त साला कुल्ली चुक्रा गर्छस् त कुल्ली त भनेको एक नम्बरको भिगारी होस् क्या मागेर खाने साला जस्तामा बसेर ठुलो कुरा गर्छस् हामी यस्तो बिल्डिङहरू बसेर देखा बुझिस् त्यही भएर यसो न गतिलो हुनु पर्यो न त्यही भएर घरबाट निकालेकोलाई घरबाट साल भिगारीलाई गयो चर्तीको लागि हेर नि चर्तीको लागि गाँठे र केटीको लागि लगाएर छ ए मैले त घरमा त केटा दिएको भाडामा भनेर नि केटामा केटा दिएको भाडामा भएको छ भनेर त्यो भएको बुझिस् तेरो गाउँतिर होला छ्याप्छ सर्ट सेम तपाईँलाई केटी दियो अनि केटी भएको भनेर मलाई त घरपेटेर खोटेको मलाई घरबाट निकालेको गतिले बानी हुनु पर्यो न घरपेट नकुनको लागि भिगारीलाई घरपट्टिको साउसँग गएर लप्पै घरपट्टि घन्टीसँग गएपछि त मार्छ तँलाई त बुझिस् नि जुन चाहिँ इन्टु टूमा हान्दैछ न जुन चाहिँ इन्टु टूमा मायाकुरे सडक छाप त जस्तो मायाकुरे केटाको मायामा पागल भएर घरबाट निस्के जस्तो लाग्छ क्या कुकुर त मुला मायाकुरे अर्कालाई भन्छ ठ्यापट्याप कम्पनी तेरो भोइसले त कुन जेन्डरको होस् भनेर तेरो भोइसले मायाकुरे बताउँछ मुला कोही केटा मान्छेले पनि यसरी भन्छ अहिले मारिदिन्छु अनि अहिले खाप्छु साप्छु कुरा रन होइन तस्तो होइन त्यस्तो मुला बुझिस् आफूले आफैलाई भनिरहेछस् मुला बुझिस् तेरो भोइसले म्याएको तेरो पहिचान छुट्याउँछ मुला बुझिस् हो अभिनय गर्ने मान्छे म जस्तो सुकै अभिनयमा पनि फिट हुन्छु त्यो मेरो क्वालिटी हो त्यो मेरो क्षमता हो मुला त जस्तो म्याएको केटाको मायामा पागल भएर घरदेखि निस्किने डायरी छोडेर जाने म्याएको दुनियाँदारले खोज्दै हिँड्नुपर्ने अवस्था गरेको मान्छे मुला बुझिस् ठुक्क इज्जत नभएका कुकुर कुकुर्नी तेरो इज्जत त के छ तेरो इज्जत त मेरो पछाडि तिमीहरूलाई कसले इज्जत गर्छ सामाजिक सञ्जालका कुकुर कुकुर्नीहरू मासले ओट फर्काएकी छ मायाकुरी अनुहार नपरेको ट्याटो हानेकी छ कलाकार भन्ने हिँड्छे त के गुण छ र है कलाकारमा हुनुपर्ने त बेजेती थ्याङ्क यू मुस्कानजी थ्याङ्क यू सर कलाकारमा हुनुपर्ने गुण लिएर आइज कुकुरी त जस्तो हुँदैनन् इज्जत भएका हुन्छन् कलाकार बुझिस् कलाकार भनेको आफ्नो ठाउँमा बस्छन् कलाकारले देश र राष्ट्र र समाज अनि जनताको लागि सोध्छन् त कुकुरले दुनियाँलाई गाली गलौज गर्दै हिँड्छस् यत्रमाना कलाकार ढिङ व्यापारी होस् त भनेको रत्न पार्की कलाकार होस् 5 पैसामा फर्लक्क फर्काउने तिमी दुईजना कलाकार हौ बुझिस् मुल्ला पागल पागलनीहरू दिमाग नभएका अनि त मुला अनि होइन निल समाजमा गएर आमामा साडी लगाएर लगेको के आमामा अर्की तिमी साइडलाई डिङ रुस्तै ज्याङ सबै नाच्न गएका थुक्क बेजेती तेरो भोइस बाबु मान्छेको यता हुन् के कलाकार हो फुलनदेखि आमा त केटा हो नि त केटीको कपडा लाउँदैमा कहिले केही पनि हुँदैन गाइस एक्टिङ गर्नले सक्ने हो के जसमा कला छ त्यसले कला देखाउने हो नहुनेले चर्ती कला तिमीहरू जस्तै जस्तो बेजेती गरेर इज्जत नभएका रत्न पार्कमा हिँड्ने माल मुला तँले भन्नु पर्दैन कोष भन्ने कुरा तेस्रो लिङ्ग नै होस् बुझिस् थाहा छ मलाई त्यसलाई सबैले भनेको तेस्रो लिङ्ग होस् भनेर बुझिस् नि यस्तो
बोल्नु हुँदैन भिडियो के कल पागल? आउँछ हो भनेर एक्सेप्ट गरेर आफूले आफूलाई तेस्रो लिङ्ग म भनेर थ्याङ्क यू बुझिस् सो मच है guys, सबले के भइरहेको छ यार यतातिर? हामीले लु तैँले कसको मायामा पागल भएको त्यस्तो सारा खाते ओ रितु भन्दै मेरो बारेमा भन्दै बयान गरी तँ एकचोटि बयान गर तिमीमा भनेको धेरै राम्रो मान्छे हो त भनेको एकजना जस्तो भिखारी होस् बुझिस् त साला भनेको जिन्दगी दुःख छ कुन चाहिँ कला भन, धेरै कला पर्छ गर्छ हारे साला खाए त सालेर बस्नु त्यो कला त दुई केटा माथि केटाको यत्रो झम्पलसम्म त्यो कला हो साला त्यो त चर्टी कला भन्छ हुतिएर नामर्द भन्छ साला खाते बुझिस् नि कुकुर हुतिएर बलात्कारी के हुँदैछ so much है, हाम्रो thank you. नेपालमा? हल्का पुस गरिदिनु न सुरज आमामा। थ्याङ्क यू सो मच ओए अरे, ओए मुला सुन त गएर केटालाई सिन्दुर हाल्ने त कुकुर कोही नपारे केटालाई सिन्दुर हाल्दै बस्ने त कुकुरहरू हो मुला त गएर हामी त भिडियोमा गर्छौँ जे गरे पनि लगेर एकै ठाउँमा कुरै आमा हालेको देख्छ मार्छु कुनै ओए चुप लागेर बस रन्डीको बढी फेरि बोल्दा कहाँ जाने सिन्दुर? त किन बोल्दा छस् त किन बोल्दा त साला खाँदै हिँड्ने प्रजातिको त जनावर हला गर्छस् सुन्नु लामो पैसा बोल्न पाइन्न त है। किन भयो केटाको मायामा कहाँ सिन्दुर हालेको छ? तँ यस्तो साले निकिसालाई युज गरेर डायरी सिन्दुर छोडेको हालेको बिचरा खाते। राणा सरकार आमामा निकिसा धरी गएकालाई खोज्नलाई मुला चालेर फेरि भन्दै त ओइ सुने ओइ ओइ सियाको त्यति बेला त मरेको भइदियो हुन्थ्यो के त आफू तेस्रो लिङ्गी भयो भने किन अरू बोले सबैले त्यही नजर नहेरे भन्दैछु मैले राम्रो मुखले बुझिस् नि एक शब्द बोलेको छु त आफू तेस्रो लिङ्गी भयो भन्दैन हामीलाई त्यसो नभन बुझ्नु तर लिङ्ग पनि छ तेरो